पानी परेर यस्तै हुन्छ जहिले पनि हामीसँग केही न केही त अनौठो हुन्छ गाइज अर्जुन सापकोटा आउनु भएको छ मेरो फेभरेट म बोले कि यस्तै गलत निस्किन्छ गाइज यहाँ चाहिँ रिहर्सल हुँदैछ हाम्रो आफ्नै रिहर्सल आफ्नै देख्न सक्नुहुन्छ पानी यति धेरै 1 लाख होइन 10 लाख 1 लाख यतिमा हुन्छ त 10 लाख साथीहरू यहाँ यस्तो पानी परेर बस्नु परेको छ अब कसरी सिट हुन्छ सो हेलो एन्ड गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु आवर युट्युब च्यानल साथीहरू तपाईँहरू सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि फेरि पनि आइसकेको छु म आज सुटिङमा अनि म चाहिँ एकैचोटि आएर मेकअप गरेर ड्रेस लाएर भ्लग बनाएको छु साथीहरू बिकज धेरै ढिला भइसकेको थियो अनि आज पनि हाम्रो लोकेसन सिकाली रहेको छ तर सिकाली भन्दा नि यता टेपु दरबार भन्ने ठाउँमा रहेको छ गरेन क्या यो कसको छैन के झुम्के ल्याएन क्या मैले त्यही मेरो काना पालै छैन यता सो साथीहरू अब चाहिँ एकछिनमा नास्ता खानुपर्ने हुन्छ अहिले चाहिँ ड्रेस लाएर रेडी भइसकेको छौँ देख्न सक्नुहुन्छ हाम्रो ड्रेस चाहिँ यस्तो रहेको छ कस्तो वाला छ देखाउ त सानो छ भने मलाई लाउँछु म लाउँछु देखाउ त त्यस्तो त अड्दैन त ठुलो देखाउ न नै त्यो यस्तो हाल्नेवाला सानो हुनु पर्दैन क्या साथीहरू हिजो अस्ति भ्लग किन नआएको भन्दाखेरि म यस्तो दुःखमा छु बिकज मैले 2टा भ्लग पेन्टिङ थियो होइन मेरो एउटा सिकाली आएको एउटा गुन्दुक आएको 2टै भ्लग ठ्याक्कै एडिट गरेर साथीहरू सब डिलिट भयो म यस्तो हो र भयो म मेरो पाल पनि छैन खासै त्यही पनि साथीहरू भ्लग डिलिट भएर म के गर्नु मर्नु न बाँच्नु भएको छ 2टा भ्लग एउटा हो र 2टा भ्लग सब डिलिट भएर मसँग स्पेस थिएन क्या त्यो भएर मैले अलिअलि गर्दै क्लियर गरेको थियो मैले कुन सरको एप्लिकेसन डिलिट हान र भ्लग पनि डिलिट हान्दैछ म के गर्नु थाहा छैन त्यही म रेगुलर कन्टिन्यू गर्ने कोसिस गरिरहेको छु साथीहरू अब हेरौँ कतिसम्म हुन्छ अनि तपाईँहरूलाई भ्लग कस्तो लागिरहेको छ लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु यस्तै राम्रो भ्लग ल्याउँछु म अनि आज चाहिँ म यहाँ सुटिङमा आइसकेको छु अब एकछिनमा नास्ता खानुपर्ने हुन्छ हेर्छु चाहिँ आजको मोडेल को हुनुहुन्छ म सबैसँग तपाईँहरूलाई भेटाउने छु स्टे ट्युन साथीहरू गाइज हाम्रो चाहिँ यहाँ सुट हुनेवाला छ सायद लोकेसन देख्न सक्नुहुन्छ यसलाई चाहिँ टेपु दरबार भन्छ यो चाहिँ एउटा रेस्टुरेन्ट हो सो गाइस अहिले चाहिँ बजिरहेको छ बिहानको 9 अनि हाम्रो नास्ता खाने पाला भएको छ देख्न सक्नुहुन्छ नास्तामा चाहिँ चाउचाउ सधैँ चाहिँ चाउचाउ अनि आज चाहिँ अन्डा थपेछ नत्र अस्ति थिएन सधैँ माछा भन्ने बोल अस्ति दिन माछा थियो आज चाहिँ अर्कै सानोवाला माछा रहेछ अस्ति चाहिँ ठुलोवाला माछा आज मात्रै माछा छैन नि हौ अब घर मन पर्दैन यार अस्ति सिकालीमा नि खाएन नि मैले म त डरलाई चाहिँ किक्ली हुन्छ जस्तो लाग्छ क्या ल साथीहरू अब चाहिँ खाजा खानुपर्ने हुन्छ बिकज हामीलाई धेरै भोक लागिसक्यो ल गाइज अब चाहिँ हाम्रो कम्पोज हुने पालिरहेको छ नास्ता खाएर हामी रेस्ट गऱ्यौँ हाम्रो अर्को ब्लगर पनि उत्पन्न भइसकेको छ आज चाहिँ मौसम यस्तो ठन्डा कुल छ साथीहरू अब एकछिनमा रिहर्सल स्टार्ट हुनुपर्छ आजको मोडल चाहिँ गीता हुनुहुन्छ भने मोडल चाहिँ थाहा छैन को हुनुहुन्छ मोडल चाहिँ लेट्स सी म आएपछि देखाउने ल जाम गाइज फाइनली हाम्रो एक टेक सकिसकेको अवस्था छ अब हामी चाहिँ बाटोमा सुट गरेको भएले हेर्नु न घरि गाडी हिँड्छ घरि बाइक हिँड्छ त्यही भएर हल्का प्रब्लम हुन गइरहेको छ तर हाम्रो एक टेक सक्यो गाइज यस्तो लुगा छ कि ढाकाको चोरी जस्तो के छ होइन त्यही भएर यस्तो गरम भइरहेछ मोबाइल राख्ने ठाउँ पनि छैन साथीहरू के गर्नु लिपस्टिक लाउने गाइज खै उसलाई हेर्नु त कोरियन जस्तो देख्छ ल भन्नु त कोरियनबाट आएको म भर्खर नेपाली सिकाएको उसलाई त्यही भन्ला थियो डाइरेक्टर सरहरूले उहाँ कोरियन गाइज हेर्नु न घामहरू केही लागेको छैन त्यो पनि यति उत्पात गरम भइसक्यो कि म मर्नु आँटिसक्यो म मात्रै होइन सबैजना यो यस्तो भएर एकदम गर्मी भइसक्यो ल हेर्नु हामी हिँड्ने बाटोमा यस्तो गाडी हिँड्छन्
त्यही भएर हाम्रो सुटिङ स्टप भएको अवस्था छ अहिले चाहिँ। त्यस्तो छ। यो स्टेप कस्तो छ गाइज? दामी राम्रो छ है, सजिलो छ है। स्टेप चाहिँ दामी छ साथीहरू, एकदम राम्रो, गीत पनि राम्रो। तिमीलाई झ्याउलाएन अहिले चाहिँ? जहिले पनि झ्याउलायो भन्दा जहिले गर्दा पनि झ्याउ लाग्यो। ल साथीहरू अब चाहिँ हाम्रो सुट तल परेको छ। 1 लाख होइन 10 लाख कहाँ 1 लाख यतिमा हुन्छ त? 10 लाख दुवैजना हामीलाई किताब नगर्नु होला है। दिएछ मलाई चाहिँ यो दिए एउटा पुच्चीले एउटा गुएले त्यही पनि काफी हो, खाली हो त्यो लिएर हिँड्नु। अल्छी भन्दै फेरि झ्याउ लाग्यो भन्दै मलाई झ्याउ लाग्यो भन्दा फेरि झ्याउ लागिसक्यो हो। गाइस अब चाहिँ हाम्रो तल हेर्नु कस्तो दामी छ हाम्रो गाउँबाट। यहाँ सिन यिनीहरू चाहिँ हाम्रो गाउँ मेरो गाउँमा यहाँ घुम्न आएको छ है साथीहरू। ल त्यो बुढीले पर्खिए भन्दै अरे त्यहाँ देखाइदिनु त्यसलाई कता बजारी हेर्ने एकजना त्यो अब यहाँ तल हुन लागेको छ सायद रोडमा त गाडी आएको भयो। तर केटाहरूको चाहिँ कहिले नदिँदो रहेछ है, हामीहरू केटीको मात्रै धेरै हुन्छ जुन सुटिङमा नि मात्र होइन। अहिले फेरि मोडल राखेन नि त त्यही भएर पनि होला है। हो ए केटा मोडल त्यहाँ मेकअप गरेर त्यही त रहेछ होइन होइन रे हो र होइन रे त्यही भएर खुसी ऊ हो। ए ऊ त सिङ्गर हो नि, त्यही त भने मेरो फेभरेट सिङ्गर हो। कुन हो? लोकदोरीमा अर्जुन सापकोटा। यो हो यस गाइज अर्जुन सापकोटा आउनु भएको छ, मेरो फेभरेट। म अब उहाँसँग फोटो खिच्नेवाला छु। मेरो खिचिदेऊ कसैले प्लिज। यस मलाई धेरै राम्रो लाग्छ भनेको अनुसार। मेरो कपाल देखाइदियो न, मेरो कपाल गाइजहरू यति लामो, दुईजना कपाल यति धेरै लामो छ नि। अब एउटाको नक्कल छ एउटाको सक्कल छ। अब कुन चाहिँ ओरिजिनलको चाहिँ बुझ्नु होला। आऊ अब हाम्रो यहाँ सुट खेतमा सुट हुनेवाला छ साथीहरू। खेतमा तपाईँ पनि आउन सक्नुहुन्छ। हाम्रो सुट धेरै रमाइलो भइरहेछ, हामीलाई गरिम भइरहेछ साथीहरू। हाम्रो यहाँ पनि सकिसकेको छ टेक। साथीहरू पानी पर्यो सुटिङ गर्दा। यो त त्यस्तो भन्नु हुन्छ? तिमीहरू गाडीमा हिँड्छ गाइज पानी पर्यो। पुष्पा फ्रम दराज हैन राम्रो छ है मेरो। ल ल ल ल ल ल अगाडि फर्केर। ओ माय गॉड त्यही बक्साकै छु त्यही झिक्नु त्यही भएर ल साथीहरू हाम्रो पनि यहाँ पनि सक्यो भन्दा नि हुन्छ। यस्तो धेरै घाम लाग्छ नि, तर यति धेरै गर्मी हुँदैछ हामीलाई। यो ढाकाको यो कपडा चोलो भएर यति गर्मी हुँदैछ कि कुरै छोड्नुहोस्। अनि आज हाम्रो मोडल चाहिँ अर्जुन सापकोटा हुनुहुन्छ, सिङ्गर पनि मोडल पनि। साथीहरू अब ड्रेस चेन्ज हो कि क्या हो? ड्रेस चेन्ज हो, ड्रेस चेन्ज जस्तो लागिरहेछ। अब तिम्रो भ्लग अस्ति खिचेर हालेन है, डिलेट भयो भने अब कहाँ हुन्छ यस्तो भगभग गरौँ भयो। अब झन् तिम्रो मुख त के भएको हो? लास्टै भयो खुस्रो खुस्रो। गाइज अब ड्रेस चेन्ज गर्ने हो, अब ड्रेस चेन्ज होला जस्तो छ। मैले त गाइज यति धेरै पानी पऱ्यो, यति धेरै पानी पऱ्यो। हेर्नु अहिलेको अहिले 81 यस्तो बिधे पानी पर्दैछ। अब हामी कसरी सुट गर्ने? हजुर त्यो पार्टी पनि छ है बस्नु भयो। हजुर गाइज बिजोग भयो, गाडीमा बस्नेहरू बसिहाले, हाम्रो बिजोग भयो। देख्न सक्नुहुन्छ यति धेरै पानी अचानक पऱ्यो क्या। हाम्रो ड्रेस चाहिँ यस्तो लुङ्गी र टी सर्ट दामी दिएको छ यसलाई। हिरोइन हिरोइन आमा गाइज अब के गर्ने? यस्तो पानी परेन, यस्तो ठाउँमा हेर्नु सबजना यस्तो बिजोगहरू बस्नु पर्यो पसलमा। गाइज पानी परेर हालत खराब भयो। देख्न सक्नुहुन्छ पानी यति धेरै। साथीहरू अब चाहिँ फाइनली हामी यहाँबाट हिँडेको सिकाली माथि छ क्या, टोइलेट छ माथि सिकालीमा। हेर्नुलाई हेर्नुहोस् गाइज यस्तो अहिले यस्तो पानी परेर यस्तो भएको छ यहाँ हिलो हिलो। अब माथि सिकालीमा जानुपर्ने हुन्छ खाना खान, त्यसपछि सुट चाहिँ हाम्रो उतै हुन्छ। अब
आज खतम भयो साथीहरू गर्नु पानी परेर यस्तै हुन्छ जहिले पनि हामीसँग केही न केही त अनौठो हुन्छ चाँडै घर जाउँ भन्यो आज त सुटिङ हुँदैन के हो पानी रोकेकै छैन पानी यस्तो परि छ हेर्नु भोलि पनि सुटिङ छ अब राति 1-2 बज्यो भने भोलि कसरी सुटिङ जाने गाई टेन्सन पो भयो त टेन्सन भयो हेर्नु त पानीको बिजोग भिडियोमा मजाले नदेखायो होला तर यति धेरै पानी पर्दैछ ल हेर्नु यति धेरै पानी पर्दैछ दिमाग खराब भइसक्यो गाई जब चाहिँ हाम्रो खाना खाने टाइम भएको छ देख्न सक्नुहुन्छ पानीमा रुचि मलाई पनि हाल्दैन खानामा आज के रहेको छ हेरौँ है के छ तरकारी के छ दाल नखाने काँक्रो चाहिँ छैन रहेछ गाइस खाना चाहिसकेको छ खायौ लु हामी चाहिँ खाइदैछौँ है पानी परेर बिजोक भइसक्यो अब के गर्ने थाहा छैन कहाँ बसेर खानु सो गाइज हामी चाहिँ खाना खाएर आएको छौँ यहाँ माथि हावा खानुलाई चिसोमा अझ हावा खानुलाई यस्तो चिसो छ भन भ्यू यसलाई हात्ती वन भन्छ थाहा छ तिमीहरूलाई हात्ती छैन तर म तिमीहरूलाई एउटा हात्ती छैन म तर तिमीहरूलाई एउटा कुरा सम्झाउँछु हेर यो छ नि यो यहाँदेखि ठ्याक्क यो पहाड हेरेर ऊ त्यो पहाड हेर होइन त्यो यहाँदेखि त्यो काटेको पहाड त्यो जिउ र खुट्टा भयो यसरी अनि त्यो पछाडिको चुचुरो टाउको भयो अनि त्यो सुड भयो हेर त मजाले हात्तीको जस्तो सेप देख्छ नै इमेजिन गर त हात्तीको टाउको यो साथीहरू बल्ल तल 2-3 घन्टा पछि पानी रोक्यो अनि अब चाहिँ हाम्रो टेक स्टार्ट हुन गइरहेको छ फटाफट गर्नुपर्ने हुन्छ आकाश घोडा गुङ म आउँदैछ है भनेर भन्दैछ पछाडि चाहिँ हाम्रो कोरियन लुक्स वाली हुनुहुन्छ कोरियन लुक्स वाली आजको कोरियन अमा कति दाम देखेर न कस्तो म त साँच्चै तिमी कस्तो त्यो मलाई अगाडि चाहिँ याद थिएन होइन तर डाइरेक्ट भन्ने बित्तिकै झट्टै हेरेको त जस्तो लागिरह्यो एकछिन त मलाई अब कोरियनहरू नेपालमा आएन हामीसँग सुट गर्नु हो त तिमीलाई तामाङ बोल्यो भने त म चाइनिज सोध्छु होला सायद नबुझेर र साथीहरू अब चाहिँ हाम्रो सुट यहाँ माथि हुन गइरहेको छ देख्न सक्नुहुन्छ भ्युजहरू यति दामी आएको छ वाउ जस्ट वाउ मेरो गएर हेर्नु न सब्सक्राइब पनि हुन्छ मेरो म भन्दिनँ त्यहाँ गएर हेर्नु सब्सक्राइब गर्नु 1 बढ्छ मेरो भन न मैले देखाएको थिएँ साँच्चै भने कहाँ देख्नु होइन भनेर चाहिँ फिक्स गर्नलाई नै खै मलाई देखाउनु न म हेर्छु म अब कहाँ पुगेँ थियो अब त्यस्तो हुनु भएन के भएन सब्सक्राइब अन युट्युबे हो युट्युबेलाई सब्सक्राइब गरिदिनु होला धेरै आजकल राम्रो मान्छे जेप्रे गुहाच अब गाइज हाम्रो चाहिँ सुटिङ यहाँ हुनेवाला छ पानी बल्ल बल्ल रोकेको अवस्था मेरो 1 के अरे 1 लाख पुना आँट्यो 1 लाख किन म त्यस्तो पुऱ्याउन सक्दिनँ किन मेरै त छैन तपाईँ र ममा किन कम्पेयर सबैले के त तपाईँहरू अगाडिमा बढेर कहाँ पुग्छ कि अनुसार के छ उसमा नाम चाहिँ अन्सुमान डेली ब्लग्स
ल सबैले अमर रावल युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु इतनी इन्सल्ट अब यसको यो भ्लग पनि डिलिट हुन्छ हुँदैन गाइज यो त हुँदैन मेरो 2टा भ्लग पेन्डिङ डिलिट भएर म रुएर यस्तो हालत खराब भएको छ यो त म जसरी भयो नि यसलाई राम्रो देख्दो रहेछ अनि भ्लग दामी कस्तो राम्रो यहाँ आऊ ल बहिनी आऊ त ल हेर त उसलाई हेर त ल कस्तो देख्छ ल ल तिमी आऊ तिमी जाऊ त ल हेर म ठ्याक्कै भैँसीमा अनि कस्तो क्युट देख्छ है उसलाई तर अनि हाम्रो सबैभन्दा क्युट मान्छे उहाँ हुनुहुन्छ उता साथीहरू अब एकछिनमा हाम्रो टेक स्टार्ट हुन्छ टेक गर्नुपर्ने हुन्छ धेरै ढिला भइसक्यो भोलि पनि सुटिङ छ बिकज नभ्याउन पनि सकिन्छ नि त भोलि पनि भयो भने फेरि बर्बाद हुन्छ आज गएर भ्लग एडिट गर्नु छ अपलोड गर्नुपर्छ म टाइम हुन्न छिटो गरेर मैले भन्दै हुँदैन यहाँ पानी परेले मौसमले च्यालेन्ज गर्दैछ आज हामीलाई मौसमले च्यालेन्ज गरेपछि कसको के लाग्छ होइन त अनि त कालो कालो हुँदैछ त्यही पनि अझ आज पनि देखिन्न यहाँबाट खोला नि टोला अनि त्यो खोलाको माछा तिमीलाई खाएको होइन 1 टी भने के हो 12 आइफोन हो र होइन मेरो लाभेन दाइ गाइज यहाँ चाहिँ रिहर्सल हुँदैछ हाम्रो आफ्नै रिहर्सल आफ्नै उसलाई सकेर नि त क्याप अपना गर त्यहाँ अर्को पनि हुँदैछ फेरि पानी पर्यो साथीहरू फेरि पानी पर्यो अब हाम्रो सुटिङ कति बजी हुन्छ सकिँदैन म घर भागिदिन्छु यहीँबाट म त नजिक सुटिङ छ तर यसको त झन् यो छुट्टै जाने रे यसलाई यस्तै हो अरूकोमा जाने रे मसँग नआउने रे गाइज होइन त्यो त मैले अस्ति 2 दिनभन्दा अगाडि नै भनेको थिएँ भइसक्यो नि त्यही भएर मैले जानिदिएँ नत्र मैले यसलाई जसरी तानेर लग्थेँ ओ माई गुडनेस ल साथीहरू यहाँ चाहिँ रिहर्सल चाहिँ पानी पऱ्यो असिना झऱ्यो तर साँच्चीकै पानी पर्दैछ यहाँ देख्न सक्नुहुन्छ आज हामी घर जानु पर्ला जस्तो छ सुट हुँदैन आज हुन्छ यतै हो चटपटे पनि छैन साथीहरू यहाँ ठेलामा गएर बस्नुपर्छ क्या बोराले वरिपरि ढाकेर साथीहरू यहाँ यस्तो पानी परेर बस्नु परेको छ अब कसरी सुट हुन्छ दाजुभाइ हो नि गाई यहाँ पानी परेर बिजोग भन्छ यहाँ चटपटे व्यापार हुन्थ्यो अब हाम्रो व्यापार हुन्छ अर्कै भनेको अर्कै गएछ कि म बोलेँ कि यस्तै गलत निस्किन्छ त्यसो तल भन्न लाज लाग्दैन आफ्नो बहिनीलाई तलबाटै मलाई आउनु न बोले अर्कै खुसले चाहिँ पश्चिम यहाँ खोकाना यहाँ के यहाँ ग्रुपमा भर्खर माथि चड्कन हानेको गाइज पानी त खतरा पर्छ जस्तो छ के गर्ने आज हाम्रो सुट भएन नि त के गर्ने म त भोलि आउनु भ्याउँदिनँ म त भोलि त अर्कै सुटिङमा जानुपर्छ भोलि पनि पैसा नि डबल लाग्छ त्यो नि होइन आइसक्यो हो कि ल भन न हामीलाई खै फर्स्ट टाइम जान्ला है हामी त देवराज दाइकोमा अब सुनेको मात्रै छ गाइस फर्स्ट टाइम हो तिमी त्यही भएर एक्चुअली एक्सपिरियन्स गर्नु हैन कस्तो रहेछ मान्छे डान्स स्टेप चाहिँ नबिएर अर्को चाहिँ नबोलाउन सक्छ त्यही हो म बिगाइदिनु दाइले सो गाइस अहिले चाहिँ बजिसक्यो रातिको 8:30 अनि हामी चाहिँ यहीँ सुटमै छौँ हाम्रो सकेको छैन है पानी परेर बिजोग भयो अनि हामी 1 घन्टा जति नै रेस्ट गऱ्यौँ फेरि त्यहाँ सुट हुन गइरहेको छ देख्न सक्नुहुन्छ अब धेरै त बाइस हामी ड्रेसमा सुटै गरेको छैन क्या अब 1-2 टेक के बाँकी होला त्यसपछि 1-1.5 घन्टामा सकिन्छ साथीहरू एकदम गाह्रो भइसक्यो हेर्नु तपाईँहरूको लागि मैले भ्लग लिएर आउनु कोसिस गरेको छु मोबाइलमा चार्ज सकिँदा पनि केही देखेको छैन बाटोमा कता अब एकछिनमा गर्नुपर्ने हुन्छ त्यसपछि कतिखेर सकिन्छ थाहा छैन साथीहरू पानी परेर बिजोग भयो बाटो पनि हिलो एक त झ्याउ भयो झ्याउ गाइस चाहिँ भइरहेको छ सुट अहिलेसम्म पनि हाम्रो चाहिँ भएको छैन
लिएर आएको छ एकजना सुतिसक्यो कहाँ त्यो दाइ ए त हाम्रो अर्जुन दाइ चाहिँ सुतिसक्नु भयो अर्जुन दाइ कत्रा हेर्नु सुतिसक्नु भयो भनेको सुतिसक्नु हो भनेको कत्रा हेर्नु भयो यस्तो म त टर्दिएँ गाइज हाम्रो चाहिँ सुट स्टार्ट हुन गइरहेको छ यता चाहिँ अब चाहिँ हो 1.5 घन्टामा सकिन्छ भन्ने कुरा छ छिट्टो सकोस् घर जान भोलि पनि सुटिङ छ घर जान पाओस् अब यो कति कहिलेसम्म आउँछ मेरो भोलि नै आउँछ यार अनि स्पेस हुन्न नि त गरिहाल्छ अब चाहिँ हाम्रो गर्ल्सको पालो चिया खाँदैछन् गाइज अब चाहिँ हाम्रो बस्ने टाइम अब यहाँ केटाहरूको पालो हुँदैछ हामी चाहिँ बस्नुपर्छ एकछिन रेस्ट गरेर कपार कतिखेर सकिन्छ थाहा छैन 2 टेक सक्यो भर्खर सिग्नेचर स्टेप केटाको नि केटीको नि अब कतिखेर स्टार्ट हुन्छ आई डोन्ट नो सकिन्छ कतिखेर केटाहरूको पालो हुँदैछ भइसक्यो 9 गाइज यहाँ चाहिँ केटाहरूले सिकिरहेको छन् So guys फाइनल्ली अहिले चाहिँ कति बज्यो होला 11 बजिसक्यो होला भर्खर हाम्रो सक्यो सुटिङ तर बज्यो होला 11:07 अनि 11:07 नाकबाला नि तल कस्तो अँदर कुरी ढुङ्गामा ल गाइज फाइनली हाम्रो सुटिङ चाहिँ सकिसकेको अवस्था सायद सायद पानी नपरेको भए आज हाम्रो सुटिङ छिटो सकिन्थ्यो लगभग 5-6 बजे सकिँदा हो न अँधार भुइँमा यार आउँछ कि आउन अनि कस्तो अँधार छ फेरि हेर्नु सायद आऊ त्यो साथीहरू अब पानी नपरेको भए चाहिँ हामी पानी परेर 3-4 घन्टा 3-4 भन्दा भन्दा पनि बेसी त हामी त्यत्तिकै वेस्ट भयो होइन टाइम तर हाम्रो हे भगवान् म त्यही कस्तो चप्लाङ भन्दा पुरै स्विमिङ अनि त्यही हो पानी पर्दा दिन बिग्रियो पानी नपरेको हामी चाहिँ 5-6 बजे 6-7 बजे लगभग आई थिङ्क सकिन्थ्यो मलाई लाग्यो होइन हामी सबैलाई त्यस्तै भन्दा थियौँ अब यस्तै हो भ्लग मलाई लाग्छ भ्लग धेरै लामो भइसक्यो प्लिज अल्छी नमानिकन हेरिदिनु होला भन्न चाहन्छु अनि सबैले सब्स्क्राइब गरिदिनु होला अनि आजको हाम्रो भ्लग कस्तो लाग्यो कमेन्ट पनि गर्न नबिर्सिनु होला ट्याप लाएर अब चाहिँ म इनड्राइभ गर्नुपर्ने हुन्छ उनीहरू चाहिँ बसमा जान्छ साथीहरू मेरो चाहिँ घर नजिक भएको भएर म चाहिँ यहीँबाट इनड्राइभ गरेर जान्छु उता जानुभन्दा यतैबाट जान्छु सिधै तर हाम्रो यो ठाउँमा इनड्राइभ नआउन सक्छ क्या त्यही पनि खोइ थाहा छैन आउँछ कि आउँदैन उसँग मोबाइल छ कि नै ल साथीहरू अब इनड्राइभ चढ्नु ड्रेसेस फुकाल्नु पर्ने हुन्छ म ड्रेस फुकाल्दै देखाउँछु त्यसपछि त साथीहरू फाइनल्ली म चाहिँ घर पुगिसकेँ अहिले चाहिँ बजिसकेको 12:30 एकदम थकेला छ गाइज भोलि पनि मेरो सुटिङ छ 5 बजे सुटिङमा जानुपर्ने छ ब्लग एडिट गर्नुपर्ने छ लास्ट 11 भइसक्यो तपाईँहरूलाई ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि यहाँसम्म ब्लग हेरेर आइसक्नु भएको छ त्यसमा पनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला प्लिज मेरो लागि भए पनि यति दुःख गरेको छु हजुरहरूको लागि एउटा सब्सक्राइब त बन्दा है त्यही हो साथीहरू भ्लग चाहिँ लामो हुन सकेको छ प्लिज अल्छी नमानिकन हेरिदिनु होला म त्यही भन्न चाहन्छु है अनि भोलि पनि मेरो सुटिङ रहेको छ त्यो भोलि के भन्नु 12 बजेपछि त अब आजै भन्नु अब धेरै 2-3 घन्टा पनि सुत्ने छैन साथीहरू गाह्रो छ ल त म भ्लग यहीँ इन गर्छु भेट्ने छ अर्को भिडियोमा तबसम्म आफ्नो ख्याल राख्नु होला स्वस्थ रहनु होला ओके गाइज बाई बाई टेक केयर लट्स अफ लभ